यो कक्षा 6, 7 र 8 क्लासका विद्यार्थीहरूको गणित ल्याब भनेको म्याथमेटिक्स ल्याब, गणितको प्रयोगशाला। यहाँ विद्यार्थीहरूले शिक्षकले दिएको निर्देशन अनुसार विभिन्न किसिमका क्रियाकलापहरू गर्दै, विभिन्न किसिमका परियोजना कार्यहरू गर्दै विभिन्न यहाँ पिक्चरहरू बनाएको देख्न सकिन्छ। विद्यार्थीहरूले आफ्नो अनुभव, मेहनत तथा विभिन्न कला कौशल प्रयोग गरेर विभिन्न किसिमका क्रियाकलापहरू गर्दै परियोजना कार्यहरू बनाएका देखिन्छन्। हरेक विद्यार्थीहरूले आफ्ना परियोजना कार्यहरूमा शिक्षकहरूको सहयोग लिँदै बनाएको देखिन्छ। यसरी परियोजना कार्य गर्दाखेरि विद्यार्थीहरूमा विभिन्न किसिमका क्रियाकलापहरूको विकास हुनका साथसाथै यी विद्यार्थीहरू चाहिँ जान्ने पनि हुने, साथसाथै विभिन्न परियोजना कार्यमा तल्लीन भएका पनि देखिन्छन्। यसरी परियोजना कार्यले विद्यार्थीहरूको सृजनात्मकशील क्षमतामा विकास गर्छ। यसरी शिक्षकले विद्यार्थीहरूलाई हरेक क्रियाकलापमा सहयोग पुर्याउँदै आइराख्नु भएको देखिन्छ। यसरी यो क्रियाकलापले गर्दा विद्यार्थीहरूको विद्यार्थीहरूको क्षमतामा विकास भएको मैले महसुस गरेको छु। यहाँ हेरौँ, यसरी विद्यार्थीहरूले जान्ने मौका, सिक्ने मौका पनि पाएका छन्। यहाँ त्यति मात्र नभइकन विद्यार्थीहरूले आफ्नो कला कौशलले यसरी आफ्नो विद्यार्थीहरूले बनाएका छन्। यो क्रियाकलापले विद्यार्थीहरूमा बौद्धिक, प्रयोगात्मक, रचनात्मक यस्ता क्रियाकलापहरूको वृद्धि हुने हामीले सोचेका छौँ। धन्यवाद।